तपाईले मोबाइलमा फोटो खोज्दा मानिसको अनुहार छुट्टिएको देख्नु भएको छ? युट्युबले तपाईलाई मन पर्न सक्ने भिडियो सिफारिस गरेको वा फोनले बोलेको कुरा अक्षरमा बदलेको पनि देख्नु भएको होला। यी सबै काम एउटै तरिकाले हुँदैनन्, तर यस्ता धेरै प्रणालीभित्र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ता प्रयोग भएको हुन सक्छ। त्यसो भए एआई वास्तवमा के हो? के यो मानिस जस्तै सोच्ने डिजिटल दिमाग हो कि विशेष कामका लागि बनाइएको कम्प्युटर प्रणाली? नमस्कार, तपाई हेर्दै हुनुहुन्छ फ्रीलान्सर उमेश, जहाँ जटिल प्रविधिलाई सरल नेपालीमा बुझाइन्छ। यस भिडियोपछि तपाईले एआई को सरल अर्थ, यसले इनपुटबाट आउटपुट कसरी बनाउँछ, दैनिक जीवनमा कहाँ भेटिन्छ, यसको सीमा के हो र सुरक्षित रूपमा प्रयोग गर्दा के ध्यान दिनुपर्छ भन्ने बुझ्नुहुनेछ। आर्टिफिशियल इन्टेलिजेन्स छोटकरीमा एआई वा एआई त्यस्तो कम्प्युटर प्रणाली वा प्रविधिको क्षेत्र हो जसले प्राप्त इनपुटबाट ढाँचा पहिचान गरी भविष्यवाणी, सिफारिस, सामग्री वा निर्णय जस्तो आउटपुट बनाउन सक्छ। केही एआईले डेटा हेरेर सिकेका ढाँचाको प्रयोग गर्छन्, केहीले मानिसले बनाएका नियम र ज्ञान प्रयोग गर्छन्। एआई भन्नासाथ एउटै एप वा एउटै रोबोट बुझ्नु हुँदैन। यो धेरै विधि र प्रयोग समेट्ने ठूलो क्षेत्र हो। यसलाई एउटा नयाँ कर्मचारीको उदाहरणबाट बुझौं। कर्मचारीलाई कामको उद्देश्य, पुराना उदाहरण र आवश्यक साधन दिइयो भने उसले नयाँ केस हेरेर काम गर्न सिक्छ। एआई मोडेलले पनि डेटा वा नियमबाट ढाँचा प्रयोग गरेर नयाँ इनपुटमा आउटपुट दिन सक्छ। तर यो केवल तुलना हो। एआईसँग मानिसको जस्तो जीवन अनुभव, भावना वा नैतिक जिम्मेवारी हुन्छ भन्ने यसको अर्थ होइन। साधारण रूपमा प्रक्रिया 4 भागमा बुझ्न सकिन्छ। पहिलो हो उद्देश्य। प्रणालीले के गर्नुपर्ने हो, जस्तै फोटोमा बिरालो छ कि छैन छुट्याउने, यो स्पष्ट गरिन्छ। दोस्रो हो इनपुट। त्यो फोटो, आवाज, पाठ, सेन्सर डेटा वा अङ्क हुन सक्छ। तेस्रो हो मोडेल वा सञ्चालन तर्क। यसले इनपुटमा देखिएको ढाँचा प्रयोग गरेर अनुमान गर्छ। चौथो हो आउटपुट। आउटपुट वर्गीकरण, भविष्यवाणी, सिफारिस, निर्णय वा नयाँ सामग्री हुन सक्छ। मसिन लर्निङ प्रयोग भएको अवस्थामा प्रशिक्षण भन्ने चरण पनि हुन्छ। धेरै उदाहरण देखाएर मोडेलका आन्तरिक मानहरू समायोजन गरिन्छ। त्यसपछि नयाँ इनपुट आएमा मोडेलले सिकेको ढाँचाका आधारमा अनुमान गर्छ। यसलाई इन्फरेन्स भनिन्छ। सबै एआई एउटै विधिबाट प्रशिक्षित हुँदैनन् र सबै एआई मसिन लर्निङमा मात्र आधारित पनि हुँदैनन्। उदाहरणका रूपमा स्प्याम इमेल छुट्याउने प्रणालीलाई पहिले धेरै इमेलका नमुना र सही वर्ग देखाउन सकिन्छ। प्रणालीले शब्द, प्रेषकको ढाँचा र लिङ्क जस्ता सङ्केतबाट सम्बन्ध सिक्छ। नयाँ इमेल आएपछि त्यसले स्प्याम हुने सम्भावना अनुमान गर्छ। सम्भावना भनेको निश्चित सत्य होइन, त्यसैले गलत वर्गीकरण पनि हुन सक्छ। सुरुवाती बुझाइका लागि 3 कुरा छुट्याउन उपयोगी हुन्छ। पहिलो, एआई प्रणाली पूरा समाधान हो। इनपुट, मोडेल, नियम, प्रयोगकर्ता इन्टरफेस र आउटपुट सबै मिलेर। दोस्रो, एआई मोडेल त्यो प्रणालीको अनुमान गर्ने मुख्य भाग हुन सक्छ। तेस्रो, डेटा प्रशिक्षण वा परीक्षणका लागि प्रयोग हुने उदाहरण हो। राम्रो प्रणालीका लागि मोडेल मात्र होइन, उचित डेटा, स्पष्ट उद्देश्य, परीक्षण, सुरक्षा र मानव निगरानी पनि चाहिन्छ। काम अनुसार एआईका रूप फरक हुन्छन्। कम्प्युटर भिजनले तस्विर वा भिडियोबाट जानकारी निकाल्छ। नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङले मानव भाषा प्रशोधन गर्छ। स्पीच रेकग्निजनले आवाजलाई पाठमा बदल्न सक्छ। रेकमेन्डेसन सिस्टमले सम्भावित रुचिका वस्तु सुझाउँछ। जेनरेटिभ एआईले सिकेका ढाँचाका आधारमा नयाँ पाठ, चित्र, आवाज वा भिडियो बनाउन सक्छ। यी नामहरू एकअर्कासँग आंशिक रूपमा जोडिन पनि सक्छन्। मोबाइलको क्यामेराले दृश्य अनुसार प्रकाश मिलाउनु, नक्साले सम्भावित बाटो सुझाउनु, बैंकले असामान्य कारोबार चिन्ह लगाउनु, अनलाइन सेवाले सामग्री सिफारिस गर्नु वा नेपाली आवाजलाई अक्षरमा बदल्नु एआईका सम्भावित प्रयोग हुन्। तर कुनै सेवा डिजिटल वा स्वचालित हुँदैमा त्यो अनिवार्य रूपमा एआई हुँदैन। साधारण क्याल्कुलेटरले निश्चित नियम पालना गर्छ। त्यसलाई हरेक अवस्थामा एआई भन्नु ठिक हुँदैन। नेपालमा विद्यार्थीले कठिन विषयको प्रारम्भिक व्याख्या लिन, शिक्षकले अभ्यास प्रश्नका विचार बनाउन, फ्रीलान्सरले मस्यौदा वा डेटा वर्गीकरणमा सहयोग लिन, साना व्यवसायले ग्राहकका सामान्य प्रश्न व्यवस्थित गर्न र कन्टेन्ट क्रिएटरले रूपरेखा बनाउन एआई प्रयोग गर्न सक्छन्। तर परिणाम जाँच्ने काम प्रयोगकर्ताकै हो। स्थानीय भाषा, सन्दर्भ र तथ्यमा त्रुटि हुन सक्ने भएकाले नेपाली सामग्री विशेष ध्यान दिएर समीक्षा गर्नुपर्छ।
एआईको मुख्य लाभ ठूलो मात्रामा सूचना छिटो प्रशोधन गर्नु, दोहोरिने काममा सहयोग गर्नु, ढाँचा भेट्नु र पहुँच बढाउनु हो। उदाहरणका रूपमा पाठलाई आवाजमा बदल्ने सुविधा दृष्टि सम्बन्धी कठिनाई भएका प्रयोगकर्ताका लागि उपयोगी हुन सक्छ। अनुवाद वा क्याप्सनले भाषिक पहुँच बढाउन सक्छ। व्यवसायमा माग अनुमान, ग्राहक सहायता र कागजात वर्गीकरणमा सहयोग मिल्न सक्छ। सृजनात्मक काममा एआईले विकल्प दिन सक्छ, तर अन्तिम उद्देश्य छनोट र जिम्मेवारी मानिसकै हुनुपर्छ। एआईको आउटपुट सधैँ सही हुँदैन। प्रशिक्षण डेटा अपूर्ण वा पक्षपाती भए परिणाममा पनि पक्षपात आउन सक्छ। जेनेरेटिभ एआईले विश्वसनीय सुनिने तर गलत विवरण बनाउन सक्छ, जसलाई हेलुसिनेसन भनिन्छ। व्यक्तिगत वा गोप्य सूचना अनावश्यक रूपमा एआई सेवामा राख्दा गोपनीयताको जोखिम हुन्छ। स्वचालित निर्णयले शिक्षा, रोजगारी, ऋण वा स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा असर पार्दा मानव समीक्षा र स्पष्ट जवाफदेहिता अत्यन्त महत्त्वपूर्ण हुन्छ। एआईले कारण र अर्थ मानिसले जस्तै बुझ्छ भन्ने मान्यता पनि जोखिमपूर्ण छ। धेरै प्रणालीले डेटा र लक्ष्य अनुसार उपयोगी ढाँचा निकाल्छन्, तर तिनको क्षमता काम, डेटा र डिजाइनमा सीमित हुन्छ। एउटा एआईले राम्रो अनुवाद गर्न सक्छ, तर त्यसैले सबै विषयको सही विशेषज्ञ सल्लाह दिन्छ भन्ने हुँदैन। सामान्य भ्रम के हो भने एआई भनेको मानिस जस्तै चेतना भएको रोबोट हो। वास्तविकतामा आज प्रयोग हुने धेरै एआई विशेष उद्देश्यका लागि बनाइएका प्रणाली हुन्। अर्को भ्रम एआईले दिएको उत्तर निष्पक्ष र सत्य हुन्छ भन्ने हो। एआईको परिणाम डेटा, डिजाइन, निर्देशन र प्रयोगको सन्दर्भबाट प्रभावित हुन्छ। त्यसैले आत्मविश्वासी शैलीलाई प्रमाण नठान्नुहोस्। एआई प्रयोग गर्दा 5 बानी अपनाउनुहोस्। पहिलो, काम र अपेक्षित परिणाम स्पष्ट लेख्नुहोस्। दोस्रो, महत्त्वपूर्ण तथ्य आधिकारिक स्रोतबाट जाँच्नुहोस्। तेस्रो, पासवर्ड, नागरिकता नम्बर, बैंक विवरण, ग्राहकको गोप्य डेटा वा प्रकाशित नभएको संवेदनशील सामग्री नदिनुहोस्। चौथो, एआईको मस्यौदालाई आफ्नै भाषा, उद्देश्य र अनुभव अनुसार सम्पादन गर्नुहोस्। पाँचौं, महत्त्वपूर्ण निर्णयमा योग्य मानिसको समीक्षा राख्नुहोस्। एआईलाई सहयोगी साधन मान्नुहोस्, अन्तिम सत्य वा जिम्मेवार व्यक्ति होइन। आजका 3 मुख्य कुरा सम्झौं। 1. एआई इनपुटबाट ढाँचा प्रयोग गरी भविष्यवाणी, सिफारिस, सामग्री वा निर्णय जस्तो आउटपुट बनाउने प्रणालीहरूको क्षेत्र हो। 2. यसको सामान्य प्रक्रिया, उद्देश्य, इनपुट, मोडेल वा तर्क र आउटपुटबाट बुझ्न सकिन्छ। 3. एआई उपयोगी भए पनि गलत, पक्षपाती वा असुरक्षित परिणाम दिन सक्छ। त्यसैले तथ्य जाँच, गोपनीयता र मानव निगरानी आवश्यक हुन्छ। अब एआईको आधार बुझियो। अर्को पाठमा मेसिन लर्निङ भनेको के हो र कम्प्युटरले उदाहरणबाट ढाँचा कसरी सिक्छ भन्ने बुझ्नेछौँ। तपाईले दैनिक जीवनमा एआईको उपयोग सबैभन्दा बढी कहाँ देख्नु भएको छ? मोबाइल क्यामेरा, सिफारिस, अनुवाद वा अरू कुनै काममा? आफ्नो उदाहरण कमेन्टमा लेख्नुहोस्।